हामी चाहिँ फेरि 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 गोदावरी आइपुग्यौँ किनभने एक दिनमै हामी चाहिँ ठ्याक्क नभ्याउने क्या जहिले छुट्टी गरेर आयो दिउँसोतिर आयो हाफ घुम्यो अनि अस्ति इन्कम्प्लिट भएको थियो त्यही भएर हामी कम्प्लिट गर्न आएको हजुर नयाँ प्लान्ट रे हामी केटी पार्टी चाहिँ यहाँ काम गर्दै अनि 3टा बोइज खेल्दैछन् आज स्कुलको बच्चाहरू पनि ल्याएको रहेछ कि आज सन्डे छुट्टीमा स्कुल खुल्ला गरेर पिकनिक ल्याएर के गरेको के को तयारी हुँदैछ यहाँ हामी यहाँ चटपट बनाउँदैछौँ चटपट चटपट हो झटपट पुग्न बित्तिकै हामी चाहिँ चटपट बनाउन थाल्यौँ आजले चाहिँ हामी सबैलाई मेवा खुवाउन थाल्यो 1 2 3 go एक त हामी ढिलो पुगेको त्यहाँ माथि फेरि 1 घन्टा 1.5 घन्टा लाएर चटपट बनाएर त्यहीँ बसेर खाइराख्यौँ क्या खाँदा 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 त टाइम नै गइसक्यो रहेछ टाइम पुगोस् कि नपुगोस् हामीलाई भिडियो र फोटो त खिच्नै पर्यो नि हामी आफ्नै फोटो खिच्न व्यस्त अनि यहाँ छोराहरू चाहिँ आफ्नै दुनियाँमा घोडा चढेको हो यान चल्यो त घोडा त बल्ल आज बाबाहरूले काम पाए बाबाहरूको चाहिँ ब्यान्ड नै बज्यो राङ्गो भैँसी हात्ती घोडा सब भएर कुटाइ खाँदैछन् मजाले अनि त्यहाँ बहिनी चाहिँ यस्तो खुल्ला ठाउँ यस्तो रुखहरू चौरहरू गाडीहरू नभएको ठाउँ पाएपछि बच्चाहरूलाई के चाहियो आमामामा कुदेर 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 केही थिएन आधी उधी गोदावरी त उनीहरू कुदेरै भ्यायो होला त्यही भएर बच्चा लाँदाखेरि चाहिँ केटा मान्छेहरू जस्तो उसको बच्चाहरूको बाबा अथवा मामा चाहिँ लानुपर्छ हामी कहाँ कुद्न भ्याउनु यी बच्चाहरूलाई चाहिँ गङ्गटो देखाउँछु भनेर खोज्ने कार्यक्रम भइरहेछ तर हामीले एउटा पनि देखाउन पाएको छैनौँ दुला ल्याउनु आजकल पाउँदैन होला ल अर्को पावरफुल म्यान जाँदैछ रे जुत्ता चाहिँ भिजाउने भएन अलि गङ्गटो चाहिँ भेट्ला कि नभेट्ला कुन चाहिँ ढुङ्गा घर खै गङ्गटो दैलो या सौगा खै ए के हो त्यो ए पात नि त्यो त त्यो त किरा नि अनि यो दुईटा बच्चालाई पनि पानी खेल्ने रहर चाहिँ कहाँ पुग्यो त उनीहरू खेल्दैछन् मलाई चाहिँ यस्तो लाग्छ कि बच्चाहरूलाई चाहिँ स्कुलको पढाइ होइन स्कुलको बुकको पढाइ भन्दा पनि नेचरबाट चाहिँ धेरै कुरा सिक्न मिल्छ क्या उनीहरूले धेरै एक्सप्लोर गर्न पायो भने यत्तिकै धेरै कुराहरूको उनीहरूलाई नलेज हुन्छ त्यही भएर बच्चाहरूलाई चाहिँ मौका मिलेसम्म चाहिँ घुमाउन लैजानु है ए बालकहरू कस्तो खेल्न पाएछ हेर्नु त्यहाँ बाबु यान यता हेरेर खेल्नु न यता हेरेर बाबाहरूले त किन फोटो खिचौँला भनेर
सोचेको होला, कति गाह्रो हुन्छ बल्ल थाहा पायो होला। भाषण अब एकचोटि छाप ल। अब एकचोटि दुईजनाले नै आज पनि खै दुईजनाले भन्दैछु सँगै 1 2 3 भन्छु अनि सँगै है ल। यान 1 2 3 ए यिनीहरूको बस 1 2 3 छाप ल भाइ। जुठो लिएर नजाने भयो खोलामा यहाँ भाडामा पनि थालिसक्यो हाम्रो पिकनिकको। मम्मी छ्यासिलो ए यिनीहरूलाई त हामीले कम ठानेको रहेछ, बुढी माउहरूलाई त कम ताका रहेछ नि त यिनीहरू। ल भाडामा आइसकेपछि मम्मीको फोटो सेसन सुरु। ओहो मम्मी कहाँ गएको भनेको त यहाँ पो आइरहेको रहेछ, मम्मी त यहाँ पो। यो मम्मीहरूलाई चाहिँ जे देख्यो त्यहाँ फोटो खिच्नुपर्ने, फोटो सेसन गर्नुपर्ने। हुन पनि प्रकृति भनेको त्यस्तो राम्रो हुन्छ कि है, हामीले आफ्नो मनै थाम्न सक्दैनौँ कि। फोटो सेसन गर्दै बाटोमा हिँड्दै भारी बोक्दै हामी हिँडिराख्यौँ। हजुर खाने मात्र हो, केही बोक्ने होइन है। यहाँ दिदी गएर गालै रातो हुने गरी यो चाहिँ मेरो कामचोर बहिनी हो। लौ न लौ टाइम सक्यो भने सिटी बच्चाको बजाइ। ब्याकग्राउन्डमा चाहिँ सिटी बजाइराख्नु भएको छ, तर हामी चाहिँ छिटो फोटो र भिडियो चाहिँ खिचिहाल्नुपर्छ है भनेर हतार पत्तर सबैजना खिच्दैछौँ क्या। यो कन्डिसनमा चाहिँ पुरै पहिलाको क्या, पहिला एक्जाम दिएको पो याद आइरहेको। एक्जाम दिँदाखेरि चाहिँ बिस्तारै 3 घन्टासम्म लेख्दै गर्थ्यौँ, अनि त्यसपछि टिचरले पेपर कलेक्ट गर्न थालेपछि चाहिँ छिटो लेख्नु पर्थ्यो नि। त्यसरी नै क्या अघि टाइम हुन्जेल चटपटे खायौँ, अनि त्यसपछि त छिटो फोटो सेसन गर्न थाल्यौँ। त्यसरी बच्चाहरूको फोटो सेसन गर्दै आफू हिँड्दै चाहिँ टाइमै सकिसकेको छ। पछाडिबाट माइकिङ सुरु भएको भइथ्यो, माइक बजाउनु थाल्यो, तर हामीले चाहिँ घुम्नै पाएको थिएन कि। त्यही भएर छिटो बाटोमा फर्किँदै गर्दाखेरि पनि भिडियो फोटो खिच्दै आयौँ हामी। मम्मीहरू पनि बच्चा जस्तो भएको चाहिँ हेर्न कस्तो रमाइलो लाग्ने कि। हाम्रो अझै पनि सिद्धिएन गोदावरी घुमेर, अब फेरि नेक्स्ट टाइम फेरि आउँछौँ। बाई। ल हेर यो गोदा के छ गरे पुग्यो सुसु गरे यसले त।